मजा हुन्छ नि त त्यो अफ छ र दाइ अन गरिदिनु दाइ चाहिँ ल ए हेमेपछि त्यो ल सम्पूर्णलाई स्वागत छ मेरो यो नयाँ भ्लगमा नयाँ भन्दा नि फर्स्ट भ्लगमा मैले चाहिँ यसो भ्लग बनाऊँ न त भनेर यहाँ अलिअलि भिडियोको क्लिपहरू लिएको थिएँ भने होइन त्यही क्लिपहरू जोडेर म चाहिँ भ्लग बनाउने ट्राई गर्दैछु भने हामी चाहिँ हाल सबै जापानबाट हो भने म चाहिँ यहाँ जापानको एम्बासीमा बस्छु भने उहाँहरू चाहिँ मलाई आज लिन आउनुभएको छ। हामी चाहिँ यहाँ माथि फुतोमारा क्याम्पर ग्राउन्ड भन्ने ठाउँमा चाहिँ क्याम्प गर्न जाँदैछौँ भने यहाँ चाहिँ हामी 5 जना जाँदैछौँ भने उताबाट अर्को गाडीमा चाहिँ 5 जना आउँदै हुनुहुन्छ है त। हामी सबैजना मिलेर त्यहाँ गएर क्याम्प गर्नेछौँ र के कस्तो तरिकाले गर्नेछौँ भनेर तपाईँहरूलाई म देखाउने छु होइन। मैले चाहिँ यो चाहिँ अब यसो घुम्न गएको बेला एउटा भिडियो बनाइहालौँ न भनेर ट्राई गर्न लगाएको। खासै एडिटिङ अब त्यो राम्रोसँग खिच्नु त आउँदैन, जे जस्तो आउँछ मैले त्यस्तै नै खिचेको छु, हेरिदिनु होला होइन। अगाडि बढ्ने क्रममा चाहिँ हामी यहाँबाट चट्टासँग राइट मोडेर माथि क्याम्पर ग्राउन्डतिर जाँदैछौँ भने बेलुकीको समय भइसकेको छ। लगभग 4:30-5 चाहिँ बजेको थियो होला। मैले एक्ज्याक्टली टाइम त अलि थाहा पाइनँ होइन, घाम डुब्नै लागेको थियो, त्यही भएर त्यही अनुसार नै मैले टाइम बताउँदैछु भने रमाइलो हुँदैछ गाडीमा। अब गीत बज्दैछ, अब भिडियो त बनाउने थियो, गीत बज्दैछ फेरि यहाँ, त्यही भएर मैले पछि चाहिँ यो भोइस ओभर गरेँ होइन। यस्तो छ हामी जाने ठाउँ चाहिँ चट्टसँगले निरन्तर हामी अगाडि बढिरहेका छौँ भने अब लगभग 1 देखि 1.5 घन्टामा चाहिँ हामी क्याम्प गर्ने ठाउँमा पुगि नै हाल्छौँ है त। हेर्दै गर्नु अगाडि के कस्तो हुन्छ भनेर। यहाँबाट पनि चट्टसँग गाडी रोकेर हामी चाहिँ राइट टर्निङ लिनुपर्ने हुन्छ है। You have arrived at Fumodopara Campground. सुरु भइसक्यो कार्यक्रम। सबै कार्यक्रम सुरु भएको अर्कोपट्टि यो यस्तै हो क्या, अर्कोपट्टि हेर्नु, अर्कोपट्टि त मुनि हो क्या। यो मुनि होइन माथि हो क्या। मेन समस्या पऱ्यो अब हामीलाई। हामीले खासै राम्रोसँग टेन्ट चाहिँ राख्न जान्दैनौँ। अलिअलि त्यहाँ मेरो मिजुलाई चाहिँ अलिअलि आउँथ्यो होइन, उहाँले चाहिँ अब पहिला नै क्याम्प गर्ने भएको भएर चाहिँ उहाँले चाहिँ मिलाउने कोसिस गर्दै हुनुहुन्छ भने खासै राम्रो तरिकाले चाहिँ आएन। जेन दिन हामीले मिलायौँ राख्यौँ, अब पछि चाहिँ राम्रो नै भयो मिलाउँदै गएपछि चाहिँ। ए यहाँ अर्को खाले पनि रहेछ नि त जीवेश। किच्ने फुटाले अब पक्न यहाँ छिराएको छैन यिनीहरूले डन्डी छिराएको छैन क्या। जीवेश त्यो डन्डी छिराएपछि मात्रै गऱ्यो होइन।
ऊ उता लगेको छ त्यो डन्डी छिराउनु पक्नु त्यहाँ हो लेट रे यत्रो ठुलो बनाउन लेट हुँदैन त नि माथि गर्नु दाइलाई छिराउनु ठाउँ आएन हुन्थ्यो फेरि के हो यति भयो त हुन्छ क्या मजाले हुन्छ यो चाहिँ त्यत्तिकै हुन्छ र खिच्नै पर्दैन ठिक 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 तिनीहरूको जस्तो माथि टाङ्नु पर्छ होला नि मैले त भाडा ल्याएको त्यही भाडा निकाल्नु एकचोटि यो मासु भाडा दिनु बिर्सिनु यार मैले अघि पनि भनेको उसलाई जिरेसलाई निस्किनुलाई भनेको मैले कुकर भनेको कुकर चाहिँ होइन के हो यार भिड त्यहाँ खै मासु चाहिँ कहाँ छ त तिमीले म्याग्नेट गरेको मासु चाहिँ कता होइन मासु त ल्याए नि त्यो डिफ्रिजबाट नानु के भन्दैछ मलाई गाली गर्दो रहेछ कि रहेन भनेर चेक गरेँ होला होइन तपाईँले आज धेरै उ भएको भएर मात्रै गाली अझै हाई गर्न नि मिल्छ तर यतिकैमा ठिक छ अनि ब्याट्री कस्तो लुक गरेर लिएर आएको त अनि ल्याउनु पर्छ नि दुई प्याकेट राम्रो बनाऊँ दीपकलाई गाडी किनेको बधाई र सुमनलाई चाहिँ वेलकम टु जापान ल्या यस्तै हो ल होइन अब चाहिँ मैले खासै बेलुका चाहिँ खिच्न पाइनँ त्यहाँ पनि भइसकेको थियो भने हामी अलि ढिलो आएका थियौँ होइन ढिलो आएका थियौँ यहाँबाट तपाईँले माउन्ट फुजी देख्न सक्नुहुन्छ भने साइडमा घाम पनि मजाले माथि निस्किसकेको छ होइन 5:30को समय छ भने घाम चाहिँ माथि आइसक्यो होइन त्यही हो अब जे जस्तो आयो मैले त्यस्तै नै खिच्दै मलाई चाहिँ यो चाहिँ टक्कसँग मन परेको थियो गाडीमै चट्टसँग सेटअप भएको सबै सामानहरू होइन क्याम्प गर्न निकै सजिलो क्याम्पेन भ्यान भनौँ न अब यसलाई चाहिँ होइन त्यही नै भन्छन् होला यो रहेको थियो हाम्रो क्याम्प गर्ने ठाउँ र क्याम्प यसरी गरेको थियो भने अब साइडमा चाहिँ हामीले चट्टसँग त्यहाँ अन्डा चाहिँ बोइल गर्दैछौँ भने अन्डा र ब्रेड खाएर चाहिँ हामी यहाँबाट निस्किन्छौँ है त अनि हामीले क्याम्प गरेको ठाउँबाट चाहिँ यतिको भ्यू देखिन्थ्यो होइन यस्तो ठाउँ थियो मैले चारैतिरको घुमाएर देखाउँछु तपाईँहरूलाई दुईवटा गाडीमा हामी आएको थियौँ भने यहाँ तल काबक अन्डा बोइल हुँदैछ अनि चट्टसँग यसरी चाहिँ जङ्गलको बिचमा थियो भने यो चाहिँ होइन साइडमा चाहिँ माउन्ट फुजी देख्न सक्नुहुन्छ माथि सूर्य पनि यसरी नै यो रातभरि क्याम्प गरेर बिहान अन्डा ब्रेड खाएपछि हामी चाहिँ यहाँबाट चट्टसँग निस्क्यौँ अब चाहिँ निस्किने क्रममा छौँ निस्क्यौँ भन्दा पनि होइन यहाँबाट निस्केर चाहिँ हामी चट्टसँग यहाँ बनाएको लेक भन्ने ठाउँमा जाँदैछौँ त्यहाँ चाहिँ एउटा ताल भनौँ न अब झन्डै नदी भनेको ताल छ त्यहाँ त्यही तालमा गएर एकछिन फोटोसोटो खिचेर फर्किन्छौँ हामी चाहिँ आफ्नो घर होइन अगाडि देखाउने छु के कस्तो हुँदैछ रोड पनि चट्टसँग तपाईँले यस्तो देख्न सक्नुहुन्छ है त
हाल्छ माइकिङ ठुलो हुन्छ त्यसको अब त्यही बेला हामीले विचार जस यो सबभन्दा बढी जापानमा चिट काट्ने चाहिँ त्यही नै हो पानी छैन अब यहाँ कुम्बिनी एउटा जुन आए पनि मैले रोक्नै पर्छ यहाँ देखाउँछ होइन